स्वागत छ आज पनि मेरो मिनी ब्लगमा। आज चाहिँ म रेडी भएर घुम्न जाने लागिरहेको छु। तर कहाँ हो ठाउँको नाम चाहिँ थाहा छैन, कल्चरल सेन्टर हो के हो त्यो चाहिँ थाहा छैन। र म चाहिँ यस्तो रेडी भएर छु। म तपाईँहरूलाई मेरो लुगा दिएँ, मेरो लुगा हो। म चाहिँ छाता ओढेर बाटो लागिसकेँ। दिदी आउँदै हुनुहुन्छ अरे। यस्तो छु म हिँड्दैछु टल्का टपक्क। चॉकलेट दिदीले त शीतल लुगा लाउनु भएछ हौ। शीतल लुगा लाउनु भएछ। अन्त नि साँच्चै जाब्रियाबाट त नजिकै रहेछ है। यता भने यता दिदी त म त के हो युनिभर्स हो। मलाई त माछा र जङ्गल यहाँ त घुमाउने मान्छे चाहिने रहेछ कि ओइ। अनि बाबा जान्छ तपाईँ जान्ने के थियो अलरेडी आएको बेला के खिच्नु हेर्नु। मलाई त यहाँभन्दा त जङ्गलै राम्रो लाग्छ। आवन जङ्गल। हेलो मेरो कपाल त बोला यस्तो भयो। घुम्नु आएको रे बुढी मान्छे सँगसँगै फोटो वाट इज दिस। यहाँ बस्छु म अब। यस्तो छ आवाज ओ माय गॉड व्हाट इज दिस। ठुलो रह दिदी। साउन्ड पनि त्यस्तो दिने हो। अब भोइस इफेक्ट सहित म चाहिँ यहाँ यस्तो गरेर लेख्छु। दिदी क्या हुनुहुन्छ कस्तो राम्रो भगवान् कति राम्रो। जङ्गल नेपालमा छोडेर के मेरो मन हैन तेरो लाइभ गर्दै हुनुहुन्छ। यस्तो छ के हो डोन्ट नो। यो कुन फलो के फलो। यो चाहिँ कटर हो। यो चाहिँ थाहा कटर हुन्थ्यो नि ए काले भएको ठाउँ भएर नचिरेको आमा। ल यता हेर न उतातिर यो केही हेर यहाँ केही छ कि आमा। मेरो पनि यस्तै बनाइदिनु पर्छ ल भर्ख। आम्बा चाहिँ आयो नि त।
हुन्छ यस्तो छ साथीहरू यस्तो छ बिबी सामान गर्नु हल्दिन्छ फेरि त्यो जू रहेछ कस्तो छ म चाहिँ यहाँ छु पर्दैन त्यस्तो म त्यसै गरिदिन्छु मलाई बनाउनु लाग्यो भने गाडीको कलेक्सन